दामी दिन भइरहेछ शीतल शीतल दिन रेनी डे भइरहेछ रेनी डे हेर्नु मकैबारी ग्रीन हाउस हाम्रोबाट चाहिँ यहाँबाट देख्छौँ हजुर यहाँ चाहिँ म्याङ्गो हल्लिरहेछ माथितिर ओ दामी दिन भइरहेको छ वाउ फ्लावर पिङ्क कलरको फ्लावर छ यता व्हाइट कलर यता पनि रहेछ पिङ्क कलर यता पेट्रोनिया ऑरेंज कलर छ येलो कलर ऑरेंज कलर हैन कस्तो दामी फुलिरहेछ है बहिनी यता छ ब्युटी कान्छी यो प्लान्ट अर्को प्लान्ट है बहिनी अर्को प्लान्ट कमल हो कमल यसको नामै न चिउरी हो कि चिउरी होइन हिँड छिटो छिटो न हामी चाहिँ चर्च गएको है बहिनी र म बहिनी चाहिँ यता ग्रास हपर जस्तो उफ्रिँदै हिँड्दैछ हो है बहिनी यता हेर्नुहोस् त बहिनी ऊ परबाट अलिक पर गुड मर्निङ भनिदिनु न चिसो बलाइ भनिदिनु न जोले छिटो न चिसो बलाइ भनिदिनु न ऊ सरले बोलाउँदैछ बहिनीलाई हजुर भन गुड मर्निङ भन चिसो बलाइ भन चिसो बलाइ ए अनिलाई येलो कलर कस्तो दामी हेर्नु फुल उहाँ चाहिँ हुनुहुन्छ ग्रास हपर छिटो हिँड्नुहोस् है सार्बिनको गोजी भएको अगाडि पनि उयो उयसको जस्तो चाहिँ नटोक्नु उयसको जस्तो स्कुटीको जस्तो हिँड्नु नि यता स्कुटीको जस्तो यस्तो अगाडि पानी छेक्ने रहेछ टाउकोमा हो अन्त मामाको त घाँस काट्दा लाउने जस्तो रहेछ है राम्रो रहेछ है बहिनीकै दामी है गोजिन्छ टाक पनि छ बहिनी कहाँ गएको भनिदिनुहोस् न कहाँ गएको भनिदिनुहोस् न यता हेरेर गोजु देख्यो कहाँ गइरहेको बहिनी कन्भेन्ट सिस्टर कन्भेन्ट होस्टेल पनि छ नि भित्ताको होस्टेल होइन छिटो उता सार्बिन रहेछ सार्बिन कहाँ पारेछ हिँड्नु छिटो सिधा हिँड्नुपर्छ कहाँ जाने अरे अनि त सिलगढी जाने अनि सिलगढी जाने कहाँ जाने भन्न कहाँ जाने
हाँ बाई बाई भनिदिनु नि हेलो भनिदिनु नि उयो गरिदिनु भन्नु सब्सक्राइब थ्याङ्क यू भन्नु पर्दैन